नमस्कार बुवा। नमस्कार बाबु। बुवा हजुरको परिचय दिनु न बुवा। मेरो नाम तारापति सापकोटा हो। हजुर। म नवलपुर जिल्ला हजुर। काउसती नगरपालिका हजुर। वडा नम्बर 6 हजुर। विष्णुनगरमा बस्छु। बुवा यहाँ काव्यमा के भएर आउनुभयो बुवा यहाँ? मलाई पाइल्स भएको हो। हजुर। यो चाहिँ 25-30 वर्ष अगाडिदेखि हो। हजुर। अपरेसन गरेको भरतपुर ए सरकारी हस्पिटलमा। हजुर। त्यहाँ चाहिँ नि अहिले 25 होइन 22-23 वर्ष भयो। ए त्यति बेला गर्नुभयो? त्यति बेला गरेको। फेरि अहिले बल्झियो बुवा यो? अहिले बल्झिएको 4-5 वर्ष भयो। ए 4-5 वर्ष भयो। अनि यहाँ चाहिँ हजुर यता हुन्छ अरे यहाँ चाहिँ भनेर। हजुर। धेरै 1-2 जना हाम्रो गाउँलेहरू, अब हाम्रै छोरी भनौँ एउटी। हजुर। हाम्री बहिनी। हजुर। अनि लगायत उहाँहरूले गरेको हुनाले ए यहाँ हुन्छ भनेर म चाहिँ यता आएको हो। उहाँहरूलाई सन्चो भयो, राम्रो भयो होला होइन? हुन्छ, गरे हुन्छ, हामीलाई ठिक भएको छ भनेको हुनाले। हजुर। यो पाइल्समा कस्तो कस्तो समस्या आउँदो रहेछ बुवा? यो त के हुन्छ भने हजुर अब दिशा साह्रो भयो भने खुन आउँछ हो होइन? अनि 1 दिन 2 दिन खुन आयो भने हजुर चक्कर आउँछ। ए अनि त्यहाँबाट अब हरियो परियो सागपात बेसरी खानुपर्छ। काँक्रो, हजुर गाजर, हजुर यिनीहरू खायो भने अलि हल्का हुन्छ। हजुर। चिल्लो पिरो अमिलो त पर्नै हुन्न। ए अदुवा पऱ्यो भने बिख हो। हजुर। मरिच, लौङ यिनीहरू खानुहुन्न। हजुर। अब म त 70-71 वर्षको भएँ। ए 71 वर्षको हुनुभयो। अब त फेरि बल्झियो भने अब कति होला, अब त केही हुन्न जस्तो लाग्छ। होइन बुवा, यो लेजरबाट होइन छिटो सन्चो हुने, घाउ सानो हुने, अनि चाँडो सन्चो हुने र दुखाइ पनि कम हुने भन्ने छ। अलिअलि त बुझेर पनि आउनुभयो रहेछ बुवाले होइन? आज लेजरबाट अपरेसन पनि गर्नुभयो। अनि ठिकै लाग्यो बुवा? यो राम्रो मान्नुभयो? होइन, यो त मलाई त ठिक लाग्यो। हजुर। आरामले गर्ने छ। हजुर। दुखाइ कतिको हुँदो रहेछ बुवा यो? दुखाइ भएन त्यति सिक्क सुई लाउँदाखेरि यसो हो। हजुर। न त खासै अब त्यो टच गरे जस्तै हुन्छ। हजुर। हजुर। थाहा सबै पाइँदो रहेछ। हजुर। अलिकति लट्याउने त अब त गर्नै पर्यो। हजुर। आधा लट्याउने हुन्छ होइन? अलिकति चाहिँ अब यहाँ मलाई ठिकै लाग्यो। अब पछि कस्तो हुन्छ, पछि पनि अब राम्रै होला, सबै चाहिँ राम्रो भयो भनेका छन् के अरे। हजुर हो। अनि यहाँ डक्टर साहब कस्तो लाग्यो त बुवा यसो? होइन, एकदम मिजासिलो, हजुर राम्रो, मिष्ट भाषा, हजुर राम्रो बोल्ने बुवा। भनौँ न, नमस्कार सबै कुराहरू। हजुर। हजुर। बोलीचाली सबै। यो यहाँ सिस्टरहरूको सेवा पनि कस्तो रहेछ बुवा यहाँ? होइन, सिस्टर मैले राम्रै माने। राम्रै मान्नुभयो? यताउता बोली हो के होइन हो। सबै आधा त मिठो बोलेरै सन्चो हुन्छ भन्छन् होइन? मिठो बोलेर अब चाहिँ बुवा अब चाहिँ यसो गर्नुपर्छ। सबै अब चाहिँ आउने सेवा चाहिँ राम्रो गर्न हजुर चाहना सबैको रहेछ। हो। हस् त बुवा, हजुरले आफ्नो अनुभव सुनाइदिनु भयो। धेरै धेरै धन्यवाद बुवालाई। शीघ्र स्वास्थ्य लाभको कामना गर्छु है बुवा।